हेर्नुहोस् गाइसो, नमस्ते सबैजनालाई। स्यामुना सेवारो यसपालिको साउने सकार्थी त साह्रै नराम्रो आयो मेरो त। तपाईहरुले कस्तो मान्नुभयो होला हजुरको सबैजना आफन्तहरू, सोल्टिनीहरू, अङ्कल आन्टीहरूले राम्रै मान्नुभयो होला है। म त साह्रै नराम्रो भयो है, के गर्नु। किन भन्नुहुन्छ भने नि म यहाँ देखाउँछु नि। मेरो छोरी यस्तो भएर हस्पिटल लगेर हामी हस्पिटलमा बसेर आएको। आमा छोरी यस्तो छ। मेरो छोरी बिरामी भएर अपरेसन गरेर ल्याएको कानको। के गर्नु, यस्तै छ है जिन्दगी। सुतिराखेको छ मेरो माइली छोरी। हेर्नुहोस् गाइसो, यस्तो के दशा चाल्यो मलाई अहिलेको साल। हेर्नुहोस् गाइसो, बिजोग छ। अनि के गर्नु। ऐ के गरेको? यता हेर त कान्छी, के गरेको भन् है। किन तानेको? हेर न, उसको चाहिँ कपाल तान्ने पुरा असोसमा छ। चुरा लगाइरहेछ अनि केस नाग पालिस पनि छ। उसको आफ्नै धुनमा छ, बटार्दैछ केस। के गर्नु, यस्तै हो। तर हामी सबै आन्सरका पिर मार्कामा बसिरहेछौँ है गाइसो। यस्तै छ मेरो माइली छोरी, सुतिराखेको छ। अब कहिले मासु खाने कहिले हेर्ने भएन। हामी त मासु नि ल्याउन। माइली छोरी बिरामी भयो। 1 गतेको दिन नै उसको अपरेसन भयो। त्यही भएर हामीले साउने सकार्थी मानिनौँ। अब बाँचेछौँ भने आगामी साल